नमस्ते अनि स्वागत रहेको छ आजको यस महत्त्वपूर्ण भिडियोमा हामी चर्चा गर्नेछौँ। आजको बजारको समग्र स्थिति कस्तो किसिमको देखिएको छ, सो सम्बन्धी चर्चा गर्नेछौँ। साथै अबको लागि केही वाच लिस्टहरू पनि हजुरलाई प्रदान हुनेछ। र जुन किसिमको अहिलेको यो सिनेरियोहरू देखिरहेको छ, यसले बजारमा के सङ्केत गरिरहेको छ, त्यो सम्बन्धी पनि हामी अवश्य पनि चर्चा गर्नेछौँ। र आजको क्यान्डलको कुरा गर्दाखेरि जुन हिजो र अस्ति 2 दिन बनेको ग्रीन क्यान्डललाई इन्गल्फ गरिदिएको छ भनेदेखि केही बियरिश मुभमेन्ट नै बजारमा देखिरहेको छ है। एक लेभलको साइडवेज मुभमेन्टमा बजार रहेको छ। यो लेभल हेर्न सकिन्छ यहाँनिर एकदमै साइडवेज मुभमा बजार रहेको छ र अब यहाँनिर के हुनसक्छ भनेदेखि जुन यो किसिमको है यहाँनिर सानो गरेर हेर्दाखेरि यो किसिमको माहौल बनिरहेको छ हेरौँ त। यो घट्दै त्यसपछि बढ्दै यहाँनिर यसरी 2-3 दिन घट्यो, बढ्यो त्यही किसिमको सिनेरियो बजारले लिइराखेको कन्फर्म देखिरहेको छ हेरौँ है। सेम किसिमको प्याटर्न, यो प्याटर्न एकदमै यहाँ हेर्न सकिन्छ। यो प्याटर्न नै यहाँ फलो गरिरहेको जस्तो देखिरहेको छ। यस्तै किसिमको प्याटर्न र एकपटक राइजअपहरू फेरि यो 2738 सम्म मजाले दिन सक्ने देखिएको छ। र बजारमा केही पोजिटिभ न्युजहरू आउँछ भनेदेखि यो एरियालाई ब्रेक गरेर माथि जान्छ भनेदेखि अहिलेको लागि टार्गेट भनेको 2800 सम्मको टार्गेट र अब बजारमा त्यति खासै किसिमको न्युजहरू आएन भनेदेखि फेरि यो लेभलसम्म पुग्ने बजार तल नै आउने जस्तो देखियो। यो लेभलसम्म फेरि खस्न सक्छ है। अलर्ट भने एकदम अलर्ट हुनुपर्ने अवस्था बजारमा आएको छ र त्यो पर्टिकुलर आफ्नो स्टक वाइज आफूलाई फोकस गर्नु होला है। आजको बजारको सिनेरियोको कुरा गर्ने हो भनेदेखि 14.53 अङ्कले बजार घटेको छ र जुन किसिमको आशा गरेको थियो सुरुमा हेरौँ त 2661 मा ओपन भएको बजार एक लेभलको राम्रो 2675 सम्म पुगेर के भएको थियो भनेदेखि रिजेक्सन पाएर त्यसपछि लगातार फलहरू भएको छ है। यो 2680 को एरियालाई रिजेक्सन खाँदै बजार के भएको छ लोअर हाई क्रिएट गर्दै बजार एकदमै घटेको यहाँ म्यासिभ रूपमा हामीले देख्न सक्छौँ र यसले बजारलाई के इन्डिकेट गर्दैछ भनेदेखि यो 2680 मा सप्लाई रहेको छ त्यसलाई पचाउनुको लागि यहाँ जुन नेप्सीको चार्टमा हेर्न सकिन्छ यो लेभलको जुन यो एरियाको जुन के छ सप्लाई छ त्यसलाई बजारले के गर्न सकिरहेको छैन भनेदेखि अब्जर्भ गर्न सकिरहेको छैन र यो एरियामा बारम्बार ठोकिएर बजार घटिरहेको देखिरहेको छ है। अब अहिलेको लागि रिजेक्सन यो एरियामा प्राप्त भइरहेको छ र जुन दिन यो एरियालाई ब्रेक गरेर गयो फेरि हाम्रो इन्ट्री पोइन्टहरू बन्नेछ है। अहिलेको लागि वेट एन्ड सीको अवस्थामा बजार बसिरहेको मजाले देखिरहेको छ। र विक्लीबाट पनि हेर्ने हो भनेदेखि क्यान्डल राम्रो बनिरहेको छैन। यसले के गर्दैछ भन्दाखेरि बजारलाई घटाउने नै सङ्केत गरिरहेको छ। अहिलेको लागि हामीले के गर्नुपर्यो नेप्सेको चार्टमा गएर हेर्दाखेरि सेक्टरहरू हेरौँ है। ब्याङ्किङ सेक्टर मेन फोकस ब्याङ्किङ सेक्टर लगातार घटिरहेको छ। यसले बजारलाई माथि जानबाट रोकिरहेको छ है। आज जुन किसिमको घटाइ भएको छ त्यो सम्बन्धी पनि चर्चा गर्नेछौँ। फाइनान्स सेक्टर बढेको छ। फाइनान्स सेक्टरलाई केही वाच गर्न सकिने जस्तो देखिरहेको छ। अन्य सबै सेक्टरहरू के भयो योजले रूपमा घटिसकेको छ। यो पनि हामीले बुझ्नुपर्छ। अन्य सेक्टरहरू सबै घटिरहँदा फाइनान्स सेक्टर बढेको छ। इन्भेस्टमेन्ट सेक्टर सबैभन्दा बढी आज प्रफिट बुकिङ भएको छ इन्भेस्टमेन्ट सेक्टरमा र सबै घटिरहेका छन्। ट्रेडिङ सेक्टर बिबिसी पनि र बिबिसी र एसटिसी मध्ये बिबिसी बढेको हुनुपर्छ। अवश्य पनि बजारलाई केही घटाउनबाट रोक्नुमा यसको पनि मद्दत हुने गर्छ र आजको कुरा गर्दाखेरि 78 वटा कम्पनीले कमाउँदा 167 वटा कम्पनीहरू घटेका छन् र सबैभन्दा बढी राम्रो कारोबार हुनेमा एनआइएमसीको आज पनि सर्किट लेभल कारोबार, क्रेस्पको पनि सर्किट, एमबिजेसी अन्तिममा फ्लक्चुएसन गराएको छ, फ्लक्चुएसन हेर्न सकिन्छ राम्रोसँग गराएको छ। जीआरडीबीएलले फेरि 6-7% को राम्रो अप भएको छ भनेदेखि हेर्न सकिन्छ। लुजरको कुरा गर्दाखेरि एसएपीडिबेल आज लगभग एकदमै अन्तिममा सप्लाई दिएको छ। युपिसिएल केही प्रफिट बुकिङ नै देखिरहेको छ। टिबिसिएलमा पनि हिजो 50 को रेन्ज थियो, आज फेरि त्यही रेन्जमा पुगेको छ भनेदेखि यसलाई पनि वाच गर्नुहोला। एमएचएल आज अत्याधिक घटेको स्टक लो क्यापमध्ये घटिरहेको छ। एसजिएससी पनि घटेको छ भनेदेखि त्यसै गरेर सिएचएल, एमकेएचएल, एसएलबिएसएल, बिडिसी र एसएमएचएलका स्टकहरू घटेका छन् है। र अन्य स्टकहरूको कुरा गर्दाखेरि आज सबैभन्दा बढी टर्नओभरको कुरा गर्दा छोटो चर्चा गरौँ। एनजिपिएल, राधि, युपिसिएल, एचआइडिसिएल, एसएचपिसीमा सबैभन्दा बढी टर्नओभर देखिएको छ। त्यसै गरेर सबैभन्दा बढी किता कारोबारमा एनजिपिएलको
19 लाख बेसी एचआइडिसिएल पी, युपिसिएल, निफ्रा, एसएसएचएल को राम्रो कारोबारहरू भएको देख्न सकिन्छ है। र त्यसै गरेर सबैभन्दा बढी पटक कारोबार हुनेमा एनजिपिएल, युपिसिएल, निफ्रा, एचआइडिसिएल र एएचपिसी रहेको छ। र आज लगभग 9 अर्ब करिबको भोल्युम परेको छ। 8 अर्ब 91 करोड बेसीको भोल्युम परेको छ र कुनै पनि स्टक अनचेन्ज रहेको छैन। अब सिधै जाउँ हामी बजारमा के भएको छ त्यो सम्बन्धी एकचोटि चर्चा गरौँ। र नेप्सीको जुन यो चार्ट रहेको छ यसलाई एकचोटि के देखिँदैछ त यहाँ भनेदेखि यो जुन किसिमको अहिलेको बजारमा घटाइ देखिएको छ यो सामान्य छ कि कस्तो छ एकचोटि यहाँ हेरौँ है। ट्याक्कै लगभग बजार अब सपोर्टनेर पुगेको छ है। यो लेभल अब इन्ट्राडेमा बजार यो तल हुक बनाएर यसरी पुच्छर बनाएर आउन पनि सक्छ। इन्डिसिजन टाइपको यो महिनाको क्यान्डल हुनसक्छ। तर अहिलेको लागि जुन देखिएको छ यसलाई हामीले हेर्दाखेरि के हुँदैछ भनेदेखि बजारमा नेगेटिभ कुराहरू आइरहेको कारणले गर्दाखेरि बजार घटिरहेको नत्र भनेदेखि अहिले के थियो यो मुभलाई नै यहाँ कन्टिन्यू गरिरहेको हेरौँ त यो हायर हाईको सिरिजमा नै बजार चलिरहेको थियो। एकपछि अर्को ब्याड न्युजहरू आएपछि यो के भएको छ यो एरियालाई पनि ब्रेकडाउन गरेर तल्लो सस्टेन भएको छ। र तल्लो सपोर्टको कुरा गर्ने हो भनेदेखि बलियो सपोर्ट भनेको यो एरिया योभन्दा अघिल्लो पटक पनि यो एरियादेखि नै बजार के भएको फर्केर पुल ब्याक भएको थियो भनेदेखि बढीमा घट्यो भनेदेखि यो लेभलसम्मको घटाइलाई नर्मलको रूपमा लिन सकिन्छ। तर अहिलेको कन्टेक्स्टलाई हेर्ने हो भनेदेखि एक लेभलको सपोर्ट जोन भनेको राम्रो सपोर्ट अहिले यो बन्न सक्छ है। यो लेभलसम्म हामीले लगभग 2630 को फेरिलाई नै राम्रो सपोर्टको रूपमा लिने र यो एरियामा केही पार्सली बाईहरू पनि मैले देखिरहेको छु। र इन्डिकेटर वाइज चर्चा गरौँ, आरएसआई, एमएससिडीलाई पनि लगाएर हेरौँ के देखिरहेको छ त बजार भन्दाखेरि फेरि न्युट्रल जोनमा है। बजार के गरेको छ भन्दाखेरि एक लेभलको न्युट्रल जोनमा नै बजार प्रवेश गरेको छ। र आरएसआईमा पनि सेलिङ सिग्नल स्टिल भ्यालिड छ भनेदेखि एमएससिडीमा पनि कन्टिन्युअस रूपमा सेलिङ छ विकलीबाट। डेलीबाट पनि लगातार दोस्रो दिन सेलिङ सिग्नल भ्यालिड, दोस्रो के भएको छ सेलिङ सिग्नल नै भ्यालिड भएको छ एमएससिडीमा पनि आरएसआईमा पनि बेयरिस डाइभर्जन नै देखिएको छ है। यो हेरौँ त यहाँनिर आरएसआईमा तल नै यसले धकेलिरहेको छ है। अब यो 2-3 दिनपछि अब गभर्नरको नियुक्तिको कुराहरू पनि आइरहेको छ। त्यसले गर्दा पनि केही बजारलाई माथि पुर्याउन सक्छ। यो एकदमै फोकस गरेर हजुरले न्युजहरूलाई पनि टार्गेट गर्नु होला। अहिलेको लागि घटीमा आयो भनेदेखि 2630 त्योभन्दा पनि तल आयो भने 2580 को लेभलसम्म घट्न सक्ने देखियो। यो च्यानललाई भने ब्रेक गरेर तल गइसकेको छ है। यसलाई आवरली 1 आवरको क्यान्डलमा हेर्ने हो भनेदेखि के देखिरहेको छ त्यो पनि चर्चा गरौँ। आवरली क्यान्डल हेर्ने हो भनेदेखि यहाँ जुन यो हायर हाईको सिरिजमा बजार जाँदै थियो त्यसलाई ब्रेकडाउन गरेर अहिले के भएको छ यो एरिया है ट्याक्कै रिजेक्सन पाएको छ 80 को लेभलमा। सपोर्ट लेभल भनेको यो छ 2631 यो एरियासम्म आएर त्यसपछि पुल ब्याकहरू गर्न सक्ने घन्टा एक एक घन्टाको क्यान्डलहरूले पनि जनाइरहेको छ है। पनि एकदमै फोकस गर्न सकिन्छ। यो एरिया बाइङ जोन नै देखिरहेको छ मल्टिपल टाइम यहाँ पनि बाइङ सपोर्ट लिँदै माथि गयो। फेरि यो एरियामा नै सपोर्ट लियो माथि गयो र यो रेजिस्टेन्टहरूलाई फेस गरिरहेको छ भनेदेखि फेरि एक लेभलको राइज अप फेरि तल अबको भनेको 2700 सम्मको र्यालीहरू बजारले दिन सक्छ है। तर भोल्युम अन्तिम आवरमा हेभी भोल्युमहरू परेको छ त्यो सेलिङ भोल्युम नै देखिरहेको छ। एमएससिडी आरएसआईहरू त स्टिल आवरली क्यान्डलमा पनि बियरिस डाइभर्सन नै देखाइरहेको छ है। नै फोकस गर्नु। अब सब इन्डिकेटरलाई पनि एकचोटि निहालौँ है। खास गरेर सब इन्डिकेटरहरूमा के भएको छ एकचोटि त्यो पनि हेरौँ। र आज इन्डिकेटरको कुरा गर्दाखेरि यो कुराहरू हजुरले बुझेर मात्र एकदमै लगानी। ब्याङ्किङ सेक्टर घटेको छ, आफ्नो सपोर्ट लेभल लगभग ब्रेक गर्ने अवस्थामा पुगेको छ है यो हेरौँ त। जुन ब्याङ्किङ सेक्टर रहेको छ यसले एक लेभलको सपोर्टहरूलाई यो ब्रेक गर्ला जस्तो देखिरहेको छ है। यहाँ के भएको छ जुन यो सपोर्टको एरिया रहेको थियो त्यसलाई आज लगभग ब्रेक गरेको छ है यहाँ हेर त। यो आवरली क्यान्डलमा पनि ब्रेक गरेको छ। अब डेली क्यान्डलमा पनि यो एरियाको ब्रेकडाउन भयो। लोवर हाई नै क्रिएट गरिरहेको छ भनेदेखि एक लेभल जुन आज घटाउनमा मुख्य भूमिका भनेको यसको पनि रहेको छ। आजको क्यान्डलले अब बजार यो लेभलसम्म है यो लेभलबाट केही फर्कन सक्ने आशाहरू दिएको छ। हेरौँ यो लेभलमा फेरि रिजेक्सन पाउँछ अथवा अबको आशा भनेको लगभग ब्याङ्किङ सेक्टरलाई 1200 देखि लिएर 1290 देखि लिएर 1320 को बिचमा नै अब पुलब्याकहरू गर्छ भनेदेखि केही पोजिटिभ लिन सकिन्छ। नत्र भनेदेखि अ, यसले बजारलाई पनि घटाउँछ है।
एकदम बजारलाई घटाउने देखिरहेको छ र यसको टार्गेटको कुरा गर्दाखेरि आफ्नो टार्गेटहरूलाई लगभग मिट त गर्यो, यो लेभल, यो एरिया योभन्दा पनि माथि नै गएको रहेछ। टार्गेट लेभलको अब नेगेटिभ न्युजहरूले पनि प्रभाव पारेको है यहाँ त। त लगभग आफ्नो टार्गेटहरू मिट गरेर घटेको। अब यो सपोर्टको जोन हो, केही बाइङको लागि हेर्न सकिन्छ। यो ब्रेकडाउन हुन्छ भनेदेखि त्यसपछि फेरि 1200 तर्फ जान्छ है। फाइनान्स सेक्टर हेरौँ, फाइनान्स सेक्टरमा आज केही आफ्नो सपोर्ट लेभलमा चमक देखिएको छ। भोल्युम भने त्यति ह्युज किसिमको भोल्युम भने आज पर्न सकिने जस्तो यहाँनिरको यस्तो भोल्युमहरू पर्थ्यो भनेदेखि केही आशा आउँथ्यो। तर पनि अहिले अन्य दिनहरूको तुलनामा केही राम्रो भोल्युमहरू परेको छ। रिभर्सलको यहाँ सङ्केत गरेको छ। सपोर्ट जोनहरू यो लेभल देखिएको छ भनेदेखि एक लेभल सपोर्टमा नै आएर बसिरहेको देखिरहेको छ है। र अहिलेको यहाँ कुरा गर्ने हो भनेदेखि एक लेभलमा यहाँदेखि अब टार्गेटको कुरा गर्ने 2600-3600 सम्म हुन्छ। त्यहाँनिर यो एरियालाई पनि ब्रेक गर्यो भनेदेखि त्यसपछि हामीले 2900 सम्मको टार्गेट लिनेछौँ र हेरौँ भोलिको दिनमा के हुन्छ है। आज राम्रो 2 अङ्क 1.4% वृद्धि देखिएको छ है। अर्को भनेको डेभलपमेन्ट ब्याङ्क हेरौँ। डेभलपमेन्ट ब्याङ्कमा के देखिएको छ, यहाँ इन्डिसिजन टाइपको क्यान्डलहरू बनिरहेको छ भनेदेखि यो सपोर्टको जोन हो। अहिलेको लागि यो एरियामा बाई गरेर त्यति पस्ताउनु पर्छ जस्तो मलाई लागिरहेको। यो लेभललाई हेर्न सकिन्छ। अहिलेको लागि यो लेभल प्रोटेक्ट गरुन्जेलसम्म हामीले इन्डिसिजन टाइप नै रहेको छ। अहिलेको लागि व वाच गर्ने नै एरिया रहेको छ है। इफ यो एरियामा नै सपोर्ट लिएर बाउन्स ब्याक गर्छ भनेदेखि नजिकको टार्गेट भनेको 5500 सम्म हुन्छ। होल्ड गर्न सकिन्छ है। अर्को भनेको होटल सेक्टर। होटल सेक्टर राम्रो देखिरहेको छ, त्यति नराम्रो छैन। होटल हेरौँ त यस्तो राम्रो किसिमको के छ भनेदेखि सपोर्टहरूमा सपोर्ट लिएर माथि बढिरहेको छ। अहिलेको लागि 6525 सम्मको टार्गेटहरू होटलमा देखिरहेको छ। छोटो टार्गेट यो एरियाको र फर्दर टार्गेट भनेको हाम्रो लगभग 6600 सम्मको टार्गेट हो है। हाइड्रो पावरको कुरा गरौँ, हाइड्रो पावर आज एकदमै म्यासिभ किसिमको सेलिङहरू देखियो। जुन किसिमको बढोत्तरीहरू योभन्दा अघिल्लो दिनहरूमा ती स्टकहरूमा देखिएको थियो, जस्तै युपिसिएल, एनजिपिएल लगायतको टिपहरूमा देखिएको थियो। आज त्यसमा सेलिङ देखिएको छ भनेदेखि अ, यो एरिया एक लेभलको रेजिस्टेन्ट एरिया पनि हो। रेजिस्टेन्टबाट सेल आएको छ। भोलि अबको दिनमा यो एरियालाई ब्रेक यो जुन लाइनलाई ब्रेक गरेर जान्छ भनेदेखि पछि नजिकको यात्रा भनेको 3625 त्यसपछि भनेको 3800 सम्मको टार्गेट हो यसमा देखिरहेको छ। भोल्युम राम्रो परेको छ। त्यति डराइहाल्नुपर्ने स्थिति भने छैन। रेजिस्टेन्टको एक लेभलको फेस गरेको छ है। इन्भेस्टमेन्ट सेक्टर छोटो-छोटो चर्चा गरौँ र हायर हाईको सिरिजमा आज प्रोफिट बुक यसमा पनि भएको देखिएको छ इन्भेस्टमेन्ट सेक्टरमा पनि। र यहाँ यसरी के छ, यो च्यानलमा जाँदैछ भनेदेखि एक लेभलको प्रोफिट बुक र अल्टिमेट हाई यो हाईको नजिक छ है। हाईको नजिक पनि रहेको छ सायद यो पनि हेरौँ त। यो अल्टिमेट हाईको नजिक छ। बढी अहिलेको टार्गेट भनेको 123 सम्मको टार्गेटहरू लिएर हेर्न सकिन्छ। नयाँ एन्ट्रीको लागि केही रिस्क हुन्छ है अब। लाइफ इन्सुरेन्सको कुरा गर्ने हो भनेदेखि एक लेभलको साइडवेजलाई पनि ब्रेकडाउन गर्ने जस्तो देखिएको छ। अहिलेको बढी गिरावट भयो भनेदेखि लाइफ इन्सुरेन्समा हामीले 12,900 को एरियालाई प्रोटेक्ट गर्नुपर्यो। यो एरियालाई प्रोटेक्ट गर्छ भनेदेखि एन्ट्रीको टार्गेट यो एरियासम्म 13-14,000 सम्म हुनु 14,000 सम्मको टार्गेट होइन। यहाँदेखि पनि फल हुन्छ भनेदेखि फेरि यो लेभलसम्म है लगभग 12,350 सम्म आउन सक्ने देखिएको छ। म्यानुफ्याक्चरको कुरा गरौँ, म्यानुफ्याक्चरमा अल्टिमेट रूपमा राम्रो देखिएको छ। र यो यसरी के गरिरहेको छ भन्दाखेरि यो च्यानलमा तारै अफ हुँदै माथि गइरहेको छ र एउटा रजिस्ट्रेसन है। यो एरियाको रजिस्ट्रेसन फेस गरेको छ ट्याक्कै हो। यहाँ रजिस्ट्रेसन फेस गरेको छ भनेदेखि यो एरियालाई ब्रेक गरेर माथि गयो भनेदेखि टार्गेट भनेको अहिलेको लागि 7500 सम्मको टार्गेट हुन्छ है। त्यसै गरेर माइक्रो फाइनेन्सको कुरा गर्ने भनेदेखि माइक्रो फाइनेन्स पनि सपोर्टको लेभलमा छ र सपोर्ट यो एरियालाई प्रोटेक्ट गर्नु पर्यो है। यो एरियालाई मल्टिपल टाइम प्रोटेक्टहरू गरिरहेको छ। अहिलेको लागि त्यति डराउनु परेन। राम्रो देखिरहेको छ र यहाँ हामीले फिबोनाचीबाट पनि हेर्छौँ भनेदेखि लगभग है यो एरिया लगभग ब्रेकआउटको अवस्थामा रहेको छ। यो लाइनभन्दा माथि रहेन नै लगभग 4871 पछि हामीले बाइकको लागि राम्रो देखिरहेको छ। लागि टार्गेट भनेको यो हाईसम्म टार्गेट नै राख्न सकिन्छ र राम्रो टार्गेट भनेको 600 सम्मको टार्गेटहरू जान्छ है। त्यसै गरी नन लाइफको कुरा गरौँ, नन लाइफमा पनि लगभग क्यान्डलहरू त राम्रो देखिएको छ तर
जुन के भइरहेको छ भन्दाखेरि यसमा फ्लक्चुएसनहरू थुप्रो देखिरहेको छ है। फ्लक्चुएसनहरू देखिरहेको छ, लो नै यो के गर्दैछ फर्मेसन गरिरहेको छ, यस्तो ट्रेन लाइन बनेको छ। अब यो एरियाको ब्रेकआउट गरिदिन्छ भनेदेखि त्यसपछि भने एन्ट्रीको पोजिसनहरू देखिरहेको छ। राम्रो घटेको सेक्टरमध्ये नन लाइफ रहेको छ, यसलाई पनि फोकस गर्न सक्यो है। त्यसै गरी अदर सेक्टरमा भोल्युमहरू भन्दा पनि क्यान्डलहरू त्यति यो एरियालाई अहिलेसम्म प्रोटेक्ट छ। र जुन दिनसम्म यो एरियामा रहन्छ त्यो दिनसम्म डराउनु परेन। ट्याक्कै ह्यामर टाइपको क्यान्डल देखिएको छ आज। ह्यामर क्यान्डलले यो तल्लो रेन्जमा बनेको छ भनेदेखि रिभर्सलहरू केही दिन्छ है। यो लेभलसम्मको टार्गेटहरूको कुरा गर्ने भनेदेखि यो हाईसम्मको टार्गेटहरू अहिले अचिभेबल टार्गेट छ। यो एरियामा खेलिरहेको छ बजारले। के हुँदैछ बिस्तारै अप डाउन भएर खेलिरहेको छ। अर्को भनेको ट्रेडिङ सेक्टर। ट्रेडिङमा बिबिसी चलिरहेको छ, एसटिसी चल्दै छैन। ह्यामर क्यान्डल बनेको छ भनेदेखि यहाँ पनि केही रिभर्सलको सङ्केतहरू दिन सक्छ। विक्लीमा राम्रो देखिएको छ, डेलीबाट पनि केही राम्रो नै देखिरहेको छ। हेरौँ त राम्रो सिग्नलहरू दिइरहेको छ र माथि नै प्राइसहरूलाई सस्टेन गराएको छ। ट्रेडिङ पनि हेर्न सकिन्छ। अब जाउँ केही स्टकहरूतर्फ। हामीले वाच लिस्टमा राखेको स्टकहरू युपिसिएल राम्रो आज के भएको छ भनेदेखि बेरिस इन्गल्फ नै गरेर के गरिदिएको छ भन्दाखेरि ढाकेको छ। यो भनेको केही घट्ने सङ्केत हो। अब भोलिको बजारमा यो एरियालाई प्रोटेक्ट गर्छ कि गर्दैन है। यहाँ यो एरियालाई प्रोटेक्ट गरेन भनेदेखि त्यसपछि एक्जिट प्लान र अहिलेको लागि हाम्रो यो हाईसम्म है यहाँदेखि 43 सम्मको एरियालाई प्रोटेक्ट गर्नु पर्यो है। अहिलेसम्म राम्रो नै देखिएको छ र टार्गेट भनेको यो हाई बराबरको यसको टार्गेटलाई मेजर गर्ने भनेदेखि 40 टार्गेटहरू लिन सकिन्छ। एकचोटि ब्रेकआउट पछि रिटेस्ट गरेर यसले माथि नै जाने देखिएको छ है। ब्रेकआउट गर्यो, अब रिटेस्टको लागि यो लेभलहरूमा रिटेस्ट गरेर माथि नै जाने देखियो। एक लेभलको 400 देखि 470 सम्मको युपिसिएललाई हेर्न सकिन्छ। अर्को भनेको आज एनजिपिएलमा सेलिङ भोल्युमहरू परेको छ। एनजिपिएलमा के भएको छ विकलीमा भने बोलिन्जर ब्यान्ड है। यहाँ बोलिन्जर ब्यान्डलाई ब्रेकआउट गरेर माथि नै प्राइसहरू सस्टेन भएको छ भने यो राम्रो सङ्केत हो। तर जुन बायरहरू हुन्छ त्यसलाई अट्र्याक्ट गर्नुको लागि त्यति राम्रो मानिँदैन है यसलाई। लगभग घटेर आयो भनेदेखि एनजिपिएल फेरि यो लेभललाई 333 को लेभलहरूसम्म आउन सक्छ। र अल्टिमेट रूपमा एकदमै बुलिस मुभमेन्ट देखिएको सेक्टर रहेको छ। आज पनि लगभग 19 लाख किता बढीको कारोबार भएको छ र मेजर बायरको कुरा गर्ने भनेदेखि बायरमा 33 नम्बरको 33 र 58 को बाइङ छ। सेलिङ 33 को नै सेलिङ रहेछ है। 33 ले 1,47,000 किता सेल गरेको छ। 58 ले बाइ गरेको चाहिँ राम्रो देखिरहेको छ। यसलाई पनि एकदमै मेजरको साथ हेर्न सकिन्छ। यो लेभलमा केही पार्सल रिस्कहरू लिएर इन्ट्रीहरू पनि पोजिसनहरू बनाउन सकिन्छ एनजिपी। अर्को स्टक भनेको हाम्रो पेचल पनि वाच लिस्टमा थियो। अब यो हुक बनाएर यसरी गइरहेको छ भन्दाखेरि यसलाई एक लेभलको हामीले भोल्युम त्यति परेन। हिजो एग्रेसिभ भोल्युमहरू थियो भनेदेखि यो एरिया नै अहिलेको टार्गेट भनेको यो लेभलको टार्गेट है। लगभग 700 70देखि लिएर 800 सम्मको टार्गेट हुन्छ। यो एरियामा एक्जिटको प्लानहरू बनाउनलाई अब यसको लकिङ पिरियड पनि केही खोल्न लागेको जस्तो देखिएको छ। त्यसकारण यो लेभलसम्म एक्जिटको प्लानहरू बनाउने आफ्नो लोमा छ है। अब त्यति किताब पनि छैन, 7 लाख किता छ। एक लेभलको मुभहरू आउन सक्छ है। अर्को भनेको हाम्रो वाच लिस्टमा रहेको स्टकमध्ये इएलयुसिएल यसलाई पनि भिजन लुम्बिनीलाई पनि अब वाच गर्न सकिन्छ। आज बेरिस किसिमको माराबोजु बनेको छ। तर के छ भनेदेखि यो लेभलपछि बन्नु ठिकै नै हो र यसको बाइङ रेन्जहरू हामीले मल्टिपल टाइम चर्चा गर्दाखेरि यसलाई यहाँबाट हेरौँ है। एक लेभलको राम्रो स्क्रिप्ट छ र अब बढी घट्यो भनेदेखि यो लेभल है 500 600 को रेन्जहरूसम्म आएर केही लङ पोजिसन लिन्छौँ भनेदेखि यसले राम्रो रिटर्नहरू नै दिनेछ है। अझै पनि लकिङ पिरियड खोल्न बाँकी अब लो क्याप नै रहेको छ। त्यति हाई अहिलेको टार्गेटको कुरा गर्ने हो भनेदेखि यहाँदेखि पनि हेर्छौँ भनेदेखि लगभग एबिसी करेक्सनहरू अब यसले भन्छ आफ्नो एबिसी करेक्सनहरू चल्छ सायद।
आफ्नो टार्गेटहरू मिट गरेर के भएको छ तल आएको छ भनेदेखि यो लेभललाई बाइङको लागि अहिले यो नै हेर्न सक्ने जस्तो देखिएको। यसलाई पनि फोकस गर्नु होला। अब यो त्यो होइन। र अर्को भनेको हाम्रो युलिसीलाई वाच गर्न सकिन्छ। त्यसै गरेर अर्को स्क्रिप्ट भनेको र पनि इन्भेस्टमेन्ट सेक्टरबाट घटिरहेको छ। दोस्रो दिन पनि क्यान्डल त राम्रो बनेको छैन। केही घट्ने जस्तो नै देखियो है यो लेभलदेखि बाट हेर्ने भनेदेखि त सपोर्ट भनेको ट्याक्कै सपोर्टको जोनमा अडिएको छ। र अबको हाम्रो यसको टार्गेट भनेको कम्तीमा पनि यो हाईसम्म है 30 देखि 50 को यो लेभलसम्म यसले जानुपर्छ। एकलट यो रेन्जसम्म यसले पुग्न सक्ने देखिएको छ र यसलाई पनि फोकस गर्न सक्ने जरुरी। केही राइजअपहरू नै दिने जस्तो देखिएको छ। रिटेस्टहरू गरेर ट्याक्कै पर्सेन्ट सेलिङ अपर्च्युनिटीहरू है। त्यसै गरेर एचआइडिसिएल पनि हेर्न सकिन्छ। एचआइडिसिएलको के छ एक लेभलको हायर प्राइस लगभग टार्गेटहरूको नजिक नजिक पुगेर फर्केको छ। यो हेर्नु त ट्याक्कै 340 को टार्गेटको नजिक पुगेर फर्केको छ भनेदेखि अबको अल्टिमेट टार्गेट 360 सम्मको टार्गेट छ। भोल्युम राम्रो परिरहेको छ। त्यति डराएर भागिहाल्नुपर्ने स्थिति छैन। एक लेभलको त्यो लेभलसम्म पुग्छ है टार्गेटहरू अवश्य पनि हिट हुने देखिरहेको छ। राम्रै देखिरहेको छ। त्यसै गरी अर्को भनेको एचआइडिसिएल-पी पनि हेरौँ त। एचआइडिसिएल-पी पनि के छ एक लेभलमा यसले चाहिँ बोलिन्जर ब्यान्डलाई छोडेको छ। यहाँ भने केही सेलिङ जस्तो देखिरहेको छ। एक लेभलको सेलिङ भोल्युम नै देखेको छ आजको सेलिङ भोल्युम। भोलि यो लेभलदेखि नै पुल ब्याक गर्छ भनेदेखि अब पिभोट लगाएर हेर्नुपर्छ। टार्गेटहरू कति बन्छ भनेदेखि पिभोटहरूमा टार्गेटहरूलाई सेट गर्ने भनेदेखि डेलीबाट R3 लाई टच गरेको छ। अहिलेको लागि अल्टिमेट टार्गेट भनेको यही एरियाको टार्गेट हो। फर्दर गयो भनेदेखि 260 सम्मको टार्गेटहरू बन्न सक्छ एचआइडिसिएल-पी है। आज 28 ले के गरेको छ मेन ब्रोकर भनेको 28 ले थुप्रो होल्डिङ गरेको थियो। लगभग 1 लाख किताहरू बाइ गरेको छ। त्यसै गरेर 28 ले बेचेको छ है। लगभग 2 लाखको हेरीफेरीमा बेचेको छ। 50 पनि विजिट गरेको छ। अब यो कुराहरू बुझेर मात्रै लगानी गर्नु होला है अब। त्यसै गरेर अर्को भनेको राम्रो देखिरहेको स्टक एमएमकेजेएल यसलाई पनि फोकस आउटहरू गर्न सक्छौँ। हेरौँ त क्यान्डलहरू कस्तो बनिरहेको छ। सानो सानो क्यान्डलहरू बनिरहेको छ भनेदेखि के रिभर्सल S1 देखि गर्नुपर्ने तर यहाँदेखि पनि रिभर्सल भएन भनेदेखि एकलट यसलाई एकदमै फोकस गरेर यो पिभटलाई पनि हटाइदियो। यहाँ हेर्नु त क्लीमा जाँदाखेरि क्लियर रूपमा बुझिन्छ र यो आफ्नो सपोर्टलाई एउटा सपोर्ट ब्रेक हो। दोस्रो सपोर्टको नजिक छ। यहाँबाट घट्यो भनेदेखि पनि 600 को रेन्ज है। यो 600 को रेन्जमा राम्रो अहिले लो क्यापहरू चलिराखेको छैन भनेदेखि अब यो अहिले थुपारेर राख्दा पनि हुन्छ है। स्किपहरूलाई यो रेन्जहरूमा बाई गरेर 600 को रेन्जहरूमा बाई गर्ने। टार्गेट भनेको यसको टार्गेट अब यसरी है यहाँदेखि फल हो यहाँ आयो लट यहाँ रिजेक्सन र यसरी जान सक्छ है। यो लेभलदेखि हामीले टार्गेटको कुरा गर्ने भनेदेखि यसको टार्गेट हेरौँ है। 100 मा बाई गरेर कम्तीमा पनि 40% जतिको टार्गेटहरू मिट गर्छ है। राम्रो स्किप छ। यसलाई पनि वाच लिस्टमा राख्न सकिन्छ। घट्यो भनेदेखि जति तल घट्छ यसलाई के गर्ने भनेदेखि यो लेभलसम्म पनि आउँछ भनेदेखि मजाले बाईको लागि हेर्न सक्ने मैले देखिरहेको छु है। त्यसै गरेर अर्को स्टकतर्फ हेरौँ हामी। एसआइसिएल हेरौँ त शिखर इन्सुरेन्स पनि के छ एक लेभलको राम्रो टार्गेटहरू मिट गर्यो फेरि तल्लो रेन्जहरूमा आएको छ भनेदेखि त्यो सपोर्टको रेन्जमा रहेको छ। र अहिले फेरि घट्छ भनेदेखि 774 मा बाई गर्ने। यसको टार्गेट भनेर सर्ट टर्म पनि खेल्न सकिन्छ, मिड टर्म पनि लिन सकिन्छ। हेरौँ त यहाँ धागावाला क्यान्डलहरू के गरिरहेको छ भनेदेखि माथिल्लो रेन्जहरू खोलिरहेको छ। र इन्ट्री पोजिसन यो लेभलमा गरेर टार्गेटहरू यसको 880 सम्मको टार्गेटहरू लिन सकिन्छ। 100 पोइन्ट्सहरू लिन सकिन्छ। त्यसै गरेर एचइआईलाई हेर्नुलाई फोकस गरिराख्नुला। एचइआई अहिले घटेको छ है। यो एकदमै ह्युज घटेको छ। कहाँदेखि हेर्छौँ भनेदेखि त लगभग घट्यो है। यो त घटेको छ। लगभग बाइङ जोनमा छ। मजाले अब लङ पोजिसन लिने साथीहरूका लागि केही राम्रो अवस्थामा आएको मैले देखेँ है। यो रेन्जहरूमा आएको छ भनेदेखि मजाले यो लेभलहरूमा हामीले बाई गरेर के गर्न सकिन्छ भनेदेखि रिस्क मिनिमाइजहरू गर्न सकिन्छ देखिरहेको छु। र यसको बाइङ जोन भनेको लगभग 550 देखि लिएर 70 को बिचमा यसलाई 70 सम्म मजाले बाई गर्ने
टार्गेट पनि राम्रो छ है, टार्गेटहरू पनि राम्रो हिट गराइदिन्छ यो 21% यो लेभल 37 40% जतिको राइजअपहरू यसले दिने जस्तो देखिएको छ। होल्ड गरेर राख्दा एकदमै राम्रो देखिरहेको छ। त्यसै गरेर पिआरआइएनलाई पनि हेर्नुला, यो पनि प्रभाव पनि के छ, एक लेभलको फल भइरहेको छ भनेदेखि यो साइडवेजलाई के गरेको छ, यो लेभलमा साइडवेज यो एरियालाई ब्रेकडाउन गर्न सकेन। त्यसपछि वान क्यान्डलले यहाँ के गरेको छ, सेल गर्यो, यो फल भयो, त्यसपछि लगातार फल छ भनेदेखि एम प्याटर्न भ्यालिड भएको जस्तो देखियो। अब सपोर्ट रेन्ज भनेको 832 सम्म आउँदाखेरि यसलाई पनि प्लट हेर्न सकिने स्टक यो पनि देखिरहेको छ है। लाइफ इन्सुरेन्सबाट पिएमएलआई मोस्ट वाचमा रहेको स्टक मध्ये पिएमएलआई हो। राम्रो एउटै रेन्जमा खेलिरहेको छ र अप्पर मोमेन्टमा रहेको छ। त्यति नराम्रो भने भइसकेको छैन, राम्रो छ। भोल्युम पनि परिरहेको छ। डेलीबाट हेर्ने भनेदेखि राम्रो देखिएको छ र घटीमा आयो भनेदेखि 535 उठाएर राख्न लायक स्टक मध्ये यो छ है। त्यसै गरी एसआरएलआई मोस्ट वाचमा रहेको स्टक 500 यो भनेको 400 तिर है। एकदमै यो तल्लो रेन्जहरूमा आउँछ भनेदेखि एन्ट्री पोजिसनहरू बनाउन सकिने जस्तो देखिरहेको छ। 400 375 देखि 400 को राम्रो बाइङ हुने मैले देखिरहेको छु। यो लेभलहरूमा मजाले यसलाई के गर्न सकिन्छ, यो लेभलहरूसम्म आयो भनेदेखि हेर्न सकिन्छ। यो आउन सक्छ, योदेखि यो लेभलसम्म मजाले स्टकलाई बाई गरेर राख्न सक्छ है। अर्को भनेको हाम्रो एनएलआइसी है, यो पनि राम्रो बढिरहेको थियो। अब ट्याक्कै यो एरियाको ब्रेकडाउन गरेको छ। फेरि एकलट केही लाइफ इन्सुरेन्सबाट यो घट्न सक्ने देखियो। अब घटीमा आयो भनेदेखि 540 को एरियासम्म घट्यो भनेदेखि एकपल्ट यसलाई एन्ट्रीको लागि रिएन्ट्री गर्न सकिन्छ है। त्यसै गरी एलआइसिएन हेरौँ, थुप्रो घटिसक्यो। एलआइसिएन त एकदमै म्यासिभ घटेको छ। एकलट अब हेर्ने कि जस्तो सिनेरियोमा पनि पुगिसक्यो है। हेर्नु त एकदमै म्यासिभ घटेको स्टक यो पनि छ र ठाडो गिरावट छ है। यो त एकदम ठाडो गिरावट छ। कि त हामीले यो एरियाको ब्रेकआउट 963 भन्दा माथि बस्दाखेरि लिन सकियो होइन भनेदेखि अब फेरि घट्छ भनेदेखि त यो 900 को एरि फेरि है। यो रेन्जमा एकलट बाइङको लागि रिस्क लिएर पनि बाइको लागि हेर्न सकिने। रिस्कभन्दा पनि अब रिस्कभन्दा रिवार्ड रेसियो नै बढ्यो होला। यसको कट अफ प्राइस नै 900 कति 60 तिर परेको थियो भनेदेखि 900 मा बाई गर्नु भनेको त्यति रिस्क नहोला है। त्यसै गरी अर्को भनेको जिएमएफआइएललाई हेर्नु होला। जिएमएफआइएल पनि के भएको छ भनेदेखि एकलट यो एरियामा नै सस्टेन छ। जहिलेसम्म यो एरियालाई प्रोटेक्ट गर्छ हामीले के गर्न सक्छौँ, एन्ट्रीको लेभलहरू यो एरिया नै बनाउन सक्छौँ। बढीमा घट्यो भनेदेखि यो लेभलहरू प्रोटेक्ट गरिरहेको छ। अहिलेको लागि यो एरियासम्म एकदमै बेस बनाएको छ है। इन्ट्राडेमा तल आए पनि तल माथि नै सस्टेन भएको छ भनेदेखि यो तल्लो रेन्जहरूसम्म 460 450 सम्म आयो भनेदेखि बाइको लागि हेर्न सकिन्छ। भोल्युम पनि अब त्यति खासो परेको छैन। डेलीबाट हेर्ने भनेदेखि त हरियो क्यान्डल बनेको छ, तर विक्लीबाट त्यति राम्रो देखिएको छैन। जियोएफएल हेरौँ, जियोएफएलमा एकदमै म्यासिभ सेलिङ छ र अब यो एरियामा उठ्नुपर्ने यो स्टक त एकदमै राम्रो अघिल्लो अ, र्यालीहरूमा पनि राम्रो गरेको थियो भनेदेखि, तर अहिले भने यति राम्रो गर्न सकिरहेको छैन। जियोफीलाई हेर्न सकिन्छ र आइसिएफसी लगायतका यस्तो स्टकहरूलाई हेर्न सकिन्छ। जानकी फाइनान्सलाई पनि हेर्न सकिन्छ। यो अहिले तल्लो रेन्जहरूमा रहेको छ र इन्ट्री पोजिसनहरू लिन सकिने स्थानमा नै अब देखिरहेको छ यो लेभल भनेको। इन्ट्री पोजिसन फाइनेन्सहरू बढ्छ भनेदेखि त्यसपछि एकदमै म्यासिभ राइज अपहरू दिन्छ है। गरेर सप्तकोशी हेरौँ त एसएफपिडिबिएल आज घटेको छ। एकदमै म्यासिभ सेलिङ आयो। यो एरिया प्रोटेक्ट गर्ने जस्तो देखियो। अब यो एरियासम्म आउन सक्छ खसेर। आज 72 ले एमकेटी नै गरिरहेको थियो। डेमा नै देखिरहेको थियो। यो एरियासम्म हेर्न सक्यो। यो एरिया पनि ब्रेकडाउन हुन्छ भनेदेखि त्यसपछि तल आउँछ है। 72 ले 9000 किता बाई गर्दाखेरि 25,000 किता फालेको छ। फालिराखेको 72 ले पनि एकदमै फोकस गरिराख्नु होला। त्यसै गरेर अर्को भनेको हाम्रो आरडिबिएल। आरडिबिएलमा के भएको छ? आज राम्रो वृद्धि भएको छ है। पुलब्याकहरू देखेको छ। अब म त यसलाई एक्जिटको लागि हेरिरहेको छु। यो रेन्जहरूसम्म फेरि पुग्छ भनेदेखि एक्जिटको लागि हेर्न सकिन्छ। आज फेरि 72 को नै बाई हुनुपर्छ है। 22,000 किता बाई गरेको छ 72 ले 22,000 किता सेल गरेको छ भनेदेखि बाई गर्दै माथि फाल्दै गरिरहेको छ। यसलाई पनि हेर्न सकिन्छ। यो अब बाईको लागि भन्दा पनि सेलको लागि हेर्न सकिन्छ है।
एन्ट्री गर्ने भनेदेखि आज गर्ने पोजिसन थियो र जुन यो क्यान्डल बनेको छ यसलाई इन्गल्फ गरेर माथि गएको छ भनेदेखि लेभलको राइजअपहरू यो लेभलसम्म एक्जिट त्यसै गरेर अर्को हेरौँ हामी हाइड्रो पावरबाट हेर्दाखेरि एनएच है आज वाच लिस्टमा रहेको स्टकहरू थिए यो एनएचपिसीले के गरेको छ अब यो टार्गेटलाई मिट गर्यो योलाई अब ब्रेक गर्नु पर्यो कम्तीमा पनि ब्रेक गर्छ भनेदेखि यसको अबको टार्गेट भनेको 265 सम्मको टार्गेटहरू भेटिरहेको छ आज यो एरियाको रिजेक्सन पाएको छ भोलि यो एरियालाई पनि ब्रेक गरेर माथि सस्टेन हुन्छ जुन किसिमको भोल्युम हेर्नु त लगभग 5.5 लाख किताको भोल्युम भएको छ भनेदेखि लेभल यसले यो एरियालाई ब्रेक गर्नु पर्यो है सस्टेन हुन्छ भनेदेखि राम्रो किसिमको राइजअपहरू र्यालीहरू 265 सम्मको दिन सक्ने देखिरहेको छ यो एरियाको ब्रेकआउट पछि इन्ट्री पोजिसनहरू पनि बन्छ एनएचपिसी राम्रो देखिएको छ अर्को भनेको एकेपिएल हामीले वाच लिस्टमा राखेको जस्तो एकेपिएलले पनि राम्रो गरेको छ आज एकेपिएल लगभग 25 सम्म पुग्यो त्यसपछि पुल ब्याक गर्यो अब इन्ट्री नै गर्ने भनेदेखि यो एरियाको ब्रेकआउट पछि पनि गर्न सकिन्छ होइन इन्ट्री नै गर्ने भनेदेखि आज जुन लेभल हामीले भनेका थियौँ त्यही लेभल है आज पोजिसन गरेको स्टकमध्ये यसलाई पनि हेर्न सकिन्छ टार्गेट भनेको 268 वानसम्मको टार्गेट त्यसपछि 73 टार्गेटहरू बन्छ है एकेपिएलमा अर्को भनेको हामीले जुन हेरिरहेको स्टकमध्ये करुण आज केही घटेको छ सेलिङ प्रेस राखेको छ तर त्यति डराउनु पर्ने स्थिति देखिएन यो एरियाको यो क्यान्डललाई इन्गल्फ गरेको भए केही डराउनु पर्थ्यो तर त्यति इन्गल्फ छैन भनेदेखि यो सपोर्ट 52 को एरियामा के रियाक्सन गर्छ त्यो हेरेर फर्दर डिसिजन गर्ने अहिले पनि स्टिल अब टार्गेट भनेको 600 को टार्गेट अचिभेबल नै देखिरहेको छ बायर साइडमा भन्दा पनि सेलिङ नै आज 58 ले गरेको मजाले देखिरहेको छ यसलाई पनि वाच गर्नु होला हेर्न सकिन्छ थुप्रो किता होल्डिङ छ है त्यसै गरेर सम्पदा हेरौँ त यसै सम्पदाको कुरा गर्दाखेरि सम्पदा तल्लो रेन्जहरूमा बाइङ केही मोमेन्टहरू क्रिएट गरिरहेको छ यो यसरी बिस्तारै माथि नै बढिरहेको छ यो लेभलहरू 924 को लेभलहरूसम्म आउँछ भनेदेखि एक लेभल बाई गर्ने टार्गेटहरू भनेको यो हाई नै हो जहाँको टार्गेटहरू भन्छ है एमएलबिएस हेर्दाखेरि एमएलबिएस आज राम्रो देखियो लगभग 5% को वृद्धि देखिरहेको छ भनेदेखि राम्रो भोल्युम सहित बढेको छ इन्ट्री पोजिसन हो यो लेभलमा नै इन्ट्री है यसको लागि मल्टिपल टाइम हामीले चर्चा गरिराखेका छौँ यो लेभलमा नै इन्ट्रीहरू देखिरहेको छ टार्गेट भनेको सर्ट टार्गेट 1965 2200सम्मको टार्गेटहरू बन्छ है एलबीलाई पनि हेरौँ उन्न सहकार्य लगभग हाम्रो टार्गेटको नजिकै लगभग टार्गेट नै मिट गरे जस्तो देखिएको छ अब एक लट एक्जिटको लागि हेर्ने कि यहाँनिर अब पुरै त सेलिङ गरेको छैन थुप्रो किताहरू छ युएसएलबीमा त्यति डराउनु परेन एकलट त्यो 2000 को टार्गेटहरू मिट गराउँछ जस्तो छ एकचोटि हेर्न सक्छ टार्गेट लिएर 963 सम्म पुगेको छ भनेदेखि यो ट्याक्कै टार्गेटहरू मिट गर्यो यहाँ सेम क्यान्डल है एकदमै म्यासिभ सेम एक्लै रूपमा यो क्यान्डल र यो क्यान्डल सेम देखिएको चाहिँ अब एक्जिटको लागि यो एरियासम्म हेर्न सकिन्छ त्यसै गरेर अर्को भनेको बिएनएससी वाच लिस्टमा रहेको स्टक आज 512 हर टाइपको क्यान्डल बनेको छ भनेदेखि सपोर्टको रेन्जमा आएको छ भोल्युम त्यति क्रिएट गर्न सकिरहेको यो एरियाभन्दा तल पुगेको छ यसलाई विक्लीबाट हेर्नु त विक्लीबाट के देखिएको छ विक्लीबाट पनि त्यति सबै यो के भयो भन्दाखेरि सिफ्टिङ भयो है लो क्यापदेखि सबैले के गरिदियो भन्दाखेरि हाई क्यापहरूमा सिफ्ट भएको कारणले गर्दा के स्टकहरू घटिरहेको छ फोकसमा राख्नुपर्ने यसको पनि देखिरहेको छ है यो पनि हो एसपिडिएल एसपिडिएल पनि लगभग आज टाइपको क्यान्डल नै बनेको छ लाई ब्रेक गर्यो भनेदेखि केही तल नै आउने जस्तो देखिए भोल्युम पनि छैन र केही यो एरिया अब सपोर्टमा छ विक्लीबाट त घटीमा आयो भनेदेखि लगभग 333 तिर इन्ट्री पोजिसन भन्छ यो एरियासम्म हामीले को लागि हेर्न सकिने एरिया भनेको 30 देखि 320 सम्म युएनएच लाई पनि हेरौँ युनियन हाइड्रो पावरलाई हेर्ने भनेदेखि लगभग यो पनि के छ एकलट एउटै स्थानमा बसेको छ साइडवेज नै भनौँ है यो एरियामा साइडवेज यो एरियाको ब्रेकआउट गर्नु पर्यो त्यसपछि फर्दर इन्ट्रीको लागि हेर्न सकिन्छ अहिलेको लागि वेट एन्ड सीको अवस्थामा नै
देखिरहेको छ यो एरियामा रिजेक्सन फेस गरेको स्ट्याक हेर्न सक्छ। अबको पालि यसले के गरिदिन्छ भन्दाखेरि यो एरियालाई नै ब्रेक गरेर माथि जान्छ। यदि के गर्यो यो एरियामा पाएको छ भनेदेखि अब र यो आउट गरेर जान्छ है यसलाई पनि फोकस गर्नु होला। त्यसै गरेर अर्को हामीले हेर्दाखेरि अर्को चाहिँ 5 9 लाई सर्वोत्तम है। सर्वोत्तममा पनि आज प्रॉफिट बुकिङ ग्रुपमा पनि लगभग प्रॉफिट बुक नै गरेका छौँ भनेदेखि एकदमै बेयरिस इन्गल्फ गर्ने किसिमको क्यान्डल बन्यो। एक लेभलको यो एरियालाई रेजिस्टेन्सलाई के गरेको छ भनेदेखि हिट गरेको छ लगभग टच गरेको छ भनेदेखि अबको हाम्रो फर्दर टार्गेट भनेको यो एरियामा है, यो एरियामा रोकेर फेरि माथिल्लो रेन्जहरूमा जान सक्ने देखिरहेको छ। यो एरिया है, यो सपोर्टमा बसेर फेरि माथि जानु। यो एरियासम्म अब कुर्नुपर्ने देखिएको छ। लट रेन्जमा आएर बजारले केही अप्पर मोमेन्टमहरू लिने जस्तो देखिन्छ है। राम्रो देखिरहेको छ। यसलाई पनि एकदमै वाच गर्नुहोला। राम्रो किसिमले के भएको छ भनेदेखि वृद्धि भएको छ। एक लेभलमा प्रॉफिट बुक भएको छ। यति बुझ्दाखेरि भयो है यसमा सर। अरू शिवम भनेको अब बाइङको लागि हाई क्यापहरू चल्छ भनेदेखि शिवमले अब दगुर्ने स्टेजमा छ। अहिलेको लागि बाइङ मोमेन्टमहरू बनाउने भनेदेखि क्लियर रूपमा बाइङ हेर्ने हो भनेदेखि ट्रेन लाइनमा बसिरहेको छ। तल्लो रेन्जहरूमा 320 को तल्लो रेन्जहरूमा मिल्छ भनेदेखि हेर्नु त यसमा। यहाँदेखि अब यो क्यान्डलदेखि नै लगभग हाम्रो टार्गेट भनेको बढी नभए पनि अहिलेको लागि 600 सम्मको पहिलो टार्गेट लिन सकिन्छ। टार्गेट 630 67 सम्म टार्गेट र अल्टिमेट हाई टार्गेट भनेको 74 सम्म टार्गेटहरू बसिरहेको छ है। यो एरियाको यो ट्रेन लाइनको ब्रेकआउट गर्यो अब भनेको साइडवेज छ। एक लेभलको एकुमुलेसन पछि बुम हुन सक्ने स्थिति देखिरहेको स्टक है। सोना हेरौँ। सोना पनि कम्प्लिट रूपमा अहिले साइडवेज छ। यो 80 भन्दा माथि अस्ति बसेको भए इन्ट्री पोजिसन थियो। अहिलेको लागि वेट एन्ड सी नै देखाइरहेको छ है यसले पनि है वाच गर्नुहोला। यसमा 22 नम्बरले के गर्दैछ यो पनि हेरौँ त 77 को 10,000 किताब त्यति। अर्को होटलबाट एसएचएल हेरौँ सोल्टी होटल लगभग आज बढेको छ 93 देखि केही बढेको छ। भोल्युम त्यति आएको छैन। यसलाई पनि हेर्नु घटेको रहेछ है। विक्लीमा भने केही बढेको छ। त्यसै गरी ओएचएल हेरौँ त ओएचएलको कुरा गर्ने भनेदेखि ओरेन्ट होटल लगभग घटेको रहेछ है। यतिको रेन्जहरूमा पुगेको छ। भोल्युमहरू इन्क्रिज भइरहेको छ भनेदेखि एक लेभल अब 920 देखि 30 सम्मको टार्गेटहरू मिट गर्न सक्छ। यहाँ त यो साइडवेज छ ट्याक्कै सपोर्टमा आएको छ। सपोर्टदेखि एक लेभलको राइजअपहरू दिन सक्ने देखिरहेको छ ओएचएललाई पनि। त्यसको लागि राम्रै देखिरहेको छ। त्यसै गरी सिटी हेरौँ त सिटी होटलको के छ स्थिति भन्ने भनेदेखि सिटी होटल पनि साइडवेज छ। अहिले होटल सेक्टर साइडवेजमा बसिरहेको छ। अब पालो आउँदाखेरि यिनीहरू पनि कुद्छन् है। साइडवेज मुभमा बसिरहेको छ। यो एरियाको ब्रेकआउट भयो भनेदेखि टार्गेट 900 टार्गेटहरू हुन्छ है। त्यसै गरेर टिपिसी तेह्रथुम पावर पनि हेरौँ के भइरहेको छ। अहिले यो पनि घटिरहेको छ है। टिपिसी लो क्यापहरूको त केही कुरा गर्ने यो त पुरै इन्गल्फ गरिदिएको छ भनेदेखि अब घट्ने नै देखियो 480 देखि 500 सम्म बाइङ देखिरहेको छ। त्यसै गरेर अर्को भनेको यसलाई हेर्नु होला यो भने राम्रो वृद्धि गरिरहेको छ। यो एरियाको ब्रेकआउट हुनु पर्यो है। यो एरियाको 555 लाई ब्रेक गर्यो भनेदेखि त्यसपछि हामी इन्ट्रीको लागि हेर्न सक्छौँ। 550 लाई पनि ब्रेक गरेर हिजो बसेको थियो तर आज हेर्नु त हिजो हामीले वेट गऱ्यौँ। यसलाई ब्रेक गर्यो आज ब्रेकडाउन गर्यो भनेदेखि भोलि यसले के गर्यो माथि नै सस्टेन हुन्छ कि फेरि हामी इन्ट्री लिनेछौँ। राम्रो स्टकमध्ये एउटा स्टक राखेका छौँ। यसको टार्गेट भनेको यो एरियासम्म चाहिँ एसएचएल हेभी किसिमको म्याचिङ भएको छ। म्याचिङ गरेर किता यसलाई तल झारिरहेको छ। 91 को खेल देखिरहेको छ भनेदेखि अल्टिमेट प्राइस त माथि नै छ। यसको टार्गेट भनेको 42 पछिको टार्गेट र 66 सम्मको अल्टिमेट टार्गेटहरू लिन सकिन्छ। ह्युज भोल्युम परेको छ है। हामीसँग जोडेर ट्रेड गर्न चाहने साथीहरूले मजाले हाम्रो WhatsApp नम्बरमा यो ट्याक्सहरू गर्न सक्नुहुन्छ। 98057627 रहेको छ र भोलिको लागि केही वाच लिस्टहरू पनि हामी प्रदान गर्नेछौँ। जसमध्ये हामीले हेर्नुपर्ने भनेको एनआरआइसीले अब के गर्छ है एनआरआइसी
यो लेभलमा सस्टेन हुन्छ कि हुँदैन है? यो 1200 भन्दा तल आयो भनेदेखि एक्जिटको प्लानहरू बनाउने, अहिलेको लागि वेट एन्ड सीको अवस्थामा हामी रहेका छौँ। त्यसै गरेर इएनएललाई हेर्न सकिन्छ आज घटेको छ। इएनएलमा थुप्रो घटाइ देखिएको छ। आज यो एरियालाई नै ब्रेकडाउन गरेर भोल्युम त त्यति छैन। यो एरिया नै ब्रेकडाउन भएको छ भनेदेखि अब यो एरिया है 1000 को लेभलसम्म आउने जस्तो देखियो। बाइङ अपर्च्युनिटी लिन सकिन्छ है। अब यो सेक्टरमा सबै थोरै बढेको, बढी घटेको देखिएको छ। आज कसले सेल गर्यो? 49 र 49 ले 1,000 किता सेल गरे। होल्डिङमा हेरौँ त, बेचिराखेको छ। इएनएललाई हेर्न सकिन्छ है भोलिको लागि पनि इएनएललाई वाच गर्नुहोला। 16 सँग रहेछ 1 महिनामा, 63 सँग छ 1 महिनामा, 1 हप्तामा त्यो त्यसपछि 5 सँग छ भनेदेखि 8 ले 34 ले 61 ले बेचिरहेको छ। 1 इयरको होल्डिङ हेर्नु भनेदेखि 60 सँग नै छ है 16,000 किता 5 सँग पनि किताहरू चाहिँ। त्यसै गरेर अर्को स्टक हाम्रो हेर्ने हो भनेदेखि अ, स्टकलाई हेर्ने हो भने TBCL लाई हेर्न सकिन्छ है। यो हेरौँ त यो एरियालाई ब्रेक गर्ने प्रयास गरिरहेको छ। बोलिन्जर ब्यान्ड माथि जाँदैछ भनेदेखि 500 को लेभलसम्म इन्ट्री पोजिसनहरू देखिरहेको छ। त्यसै गरेर गइहाल्यो। त्यसै गरेर एसएल, योलाई पनि हेर्न सकिन्छ है। घटेको छ हेरौँ त एकदमै म्यासिभ गिरावटहरू भएको छ। अब यहाँदेखि फियोनाचीको रिट्रेसमेन्ट हेर्ने हो भनेदेखि कति हो? अझै पनि घट्ने ठाउँ छ। 1400 सम्म आयो भनेदेखि इन्ट्रीको लागि हेर्न सकिन्छ। खेलाडीहरूले अपरेट गरेर छोडेको स्केप हो र फन्डामेन्टल त्यति राम्रो छैन है। सङ्ख्या भने लो क्यापमा दिएको त्यो उडिरहेको छ। त्यसै गरेर जिएमएफआईएललाई हेर्न सकिन्छ। यसरी यसलाई हेर्नु होला। यो लेभललाई प्रोटेक्ट गरुन्जेलसम्म हामीले वेट एन्ड सी। एकेपिएल भोलिको लागि पनि एकेपिएललाई हेर्न सक्छ। एनएचपिसी त्यसै गरेर युपिसिएललाई है। एनएचपिसीलाई लगभग 223 को रेन्जहरूसम्म बाई गर्ने, युपिसिएललाई लगभग यो रेन्ज है ट्याक्कै 40 को रेन्जहरूसम्म आयो भनेदेखि भन्ने जस्तो देखिएको छ। भिएलयु है फोकसमा राखिराख्नु है। यो स्टकहरूलाई फोकस राख्नुलाई इन्ट्री पोजिसन भनेको 600 देखि कति छ हाम्रो 610 सम्मको इन्ट्री पोजिसन राम्रो देखिरहेको छ। वाचमा राख्न सक्छ है। अहिलेको लागि यति नै भन्दै हामी छुट्टिन चाह्यौँ र हामीसँग जोडेर ट्रेड गर्न चाहने साथीहरूले हामीसँग मेसेज गर्नुहोला। हवस्, नमस्ते, जय नेपाल।